वर्तमान अवस्थामा नेपालमा अहिले सीमा विवादको बारेमा कुरा चलिरहेको छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहज्यूले नेपालले पनि कहीँ कहीँ भारतीय भूभाग ओगटेको छ अथवा मिचेको छ र भारतले पनि धेरै ठाउँमा नेपाली भूभागहरू मिचेको छ। यो चाहिँ यथार्थ हो हैन। नेपालले पनि भारतपट्टिको भूभागहरू मिचेको छ भन्दाखेरि आश्चर्य छ मान्छेहरू र रासपा पक्षकोले चाहिँ बालेन्द्र शाहको बचाउ र विपक्षका पक्षहरूले चाहिँ उसको खुट्टा तान्ने काम र यहाँसम्म भनेका छन् कि उहाँको राजीनामा दिनुपर्छ, उहाँले एकदम अनावश्यक शब्दहरू बोलिराख्नु भएको छ भनेर भन्नुभएको छ कि यसमा चाहिँ म के भन्छु भने हैन, बालेन्द्र शाहलाई गलत भनेर चाहिँ म भन्दिनँ र सही पनि पूर्ण रूपमा भन्दिनँ। नेपालले जानी कहीँ पनि नेपालीले भारतीय भूभाग चाहिँ मिचेको छैन कहीँ पनि, किनकि नेपालीले त्यो गर्दैन। नेपालको इमानमा छैन अर्काको च्यापेर लुटेर खाऊँ भन्ने हैन। तर के छ भने जानेर होस् या नजानेर, खोलाले होस् या बाटो खेती, अब भनौँ न, अब हाम्रो नेपाल र भारत भनेको एउटा खुल्ला सीमा भएको देश हैन, छिमेक त्यहाँका बासिन्दाहरू हैन, तराईका बासिन्दाहरू विशेष गरेर इन्डियाका बोर्डरका बासिन्दाहरू भनेको भाषिक रूपले पनि एउटै र उनीहरूको वर्णको रूपले पनि एउटै र उनीहरूको बिहाबारी पनि चल्छ के। नेपालको छोरीचेली उता जाने र उताको छोरीचेली यता आउने, उताको मान्छे इन्डियाको मान्छेहरू चाहिँ नेपालको ज्वाइँ र नेपालको मान्छेहरू चाहिँ इन्डियाको ज्वाइँ हुने परम्परा भएको हुँदाखेरि हैन, कहीँ पनि ठाउँहरूमा यति ठाउँहरू छन् जुन अब इन्डियामा पनि नेपालीहरूले भोगचलन गर्दैछन् छन् भने अब इन्डियनहरूले नेपालमा भोगचलन गरिरहेका छन्। यो यथार्थ कुरा हो। उहाँले भन्नुभएको कुराहरू हैन, बालेन्द्र शाहले भन्नुभएको कुरामा के एउटा सत्य छ भने खोलाले होस् या यस्तै अब एउटा छिमेकीको नाताले होस्, केही भूभाग नेपालको तर्फबाट मिचिएको छ, यथार्थ हो हैन, र केही भूभाग अब इन्डियाले जानी नै मिचेको छ, त्यो यथार्थ कुरा हो। र यसमा धेरै मान्छेहरू सोसल मिडियामै भुक्नु चाहिँ गलत हो भन्छु क्या म। नेपालको 2 करोड जनसङ्ख्यालाई फिजिकल रूपमा नेपालको भूभागहरू कहाँ पर्दो रहेछ भनेर इन्डियाको बोर्डरसम्म पनि नजाने व्यक्तिहरू हुन्छ 2 करोड, जो सोसल मिडियामा वरिष्ठ व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूले सोसल मिडियामा देख्नु भएको छ, सीमाहरूमा पनि लगभग जानु भएको छैन क्या। हाम्रै रूपन्देही कतिपय मान्छेहरू, हैन, म त सीमित अब एक पटक गएको छु बोर्डर सुनौली, त्योभन्दा एकपटक म यता परासीको बोर्डर एउटा पार गएको छु, 2वटा बोर्डर त्यति मात्रै गएको छु के। म तराईमा बसेको मान्छे त म 2 पटक गएको छु भने काम विशेषले अरू मान्छे 2 करोड जनसङ्ख्या अझै पनि जानु भएको छैन। हामी गएछौँ बोर्डरको नाकामा, गाउँहरू ठाउँहरू यस्ता चिजहरू छन् कहाँ खोलाले खाइदिएको छ। कोहीमा अब पिल्लर यहाँ छ, नेपाल र भारतको सिमाना छुट्यो भने यसको वरिपरि उत्तर दक्षिण पूर्व पश्चिम नेपालीहरूले प्रयोग गर्दै आउनुभएको छ। यसलाई जानी मिचेको त भन्नु मिलेन, तर मिचिएको चाहिँ छ कि, यो एकदम रियालिटी हो हैन। अनि हाम्रो एउटा के चलन छ अहिले भने कि मैले अब बालेन्द्र शाहको प्रशंसा गर्दै सपोर्ट गर्दै गर्दा धेरैले मलाई राष्ट्रसभाको समर्थक झोले पनि भने, आई डोन्ट केयर अबाउट द्याट हैन। र मैले बालेन्द्र शाहको विरोध गर्दा मलाई माटो हर्केको मान्छे पनि भने कि त्यसले मलाई फरक पर्दैन, किनकि म यथार्थ बोल्ने मान्छे हो, सत्य बोल्ने मान्छे हो, गलत बोल्दिनँ र गलत नबोलेपछि म क्वेसन राउन्ड कुरो पनि भएन हैन। यथार्थ यही हो, जानेर नेपालले भूभाग इन्डियाको मिचेको छैन, तर नजानी भूभाग इन्डियाको मिचिएको छ नेपाली तर्फबाट, र भारतले त जानेर नै मिच्छ अथवा उनीहरूको पनि अब छिमेकी हिसाबले मिचिन्छ नै। यसर्थ यी कुराहरू राष्ट्रसभाका समर्थकहरूले बचाउने र अरू प्रतिपक्षले खुट्टा तान्ने काम चाहिँ एकदम गलत हो हैन। अरू पार्टीले गर्दा अरूको पार्टीको एजेन्डाहरूलाई पनि राष्ट्रसभाले भएको भए खुट्टै तान्ने काम गर्थ्यो। यो भन्दैन कि म राष्ट्रसभाको मान्छे बेस्ट, अरू पार्टीको गलत भन्दिनँ हैन। राष्ट्रसभाले पनि अरू चिजहरू, अरू पार्टीले अरू नेताहरूले गरेको चिजलाई चाहिँ खुट्टै तान्ने काम गर्छन् हैन। यो पनि नगर्नुहोस्, तपाईँहरू राष्ट्रसभा भयो भन्दैमा खुट्टा तान्ने काम नगर्नुहोस्। र अरू पार्टीहरूले पनि हैन, यो एउटा शब्द भन्दै गर्दा यथार्थतिर बुझ्न जानको सट्टा विज्ञहरू मान्छेहरू पनि के यथार्थ थाहा छ उहाँहरूलाई, विज्ञ जानेर त नेपालले गर्दैन हैन मिचाइ, कुनै पनि देशको भूभाग
नजानेर त मिचिएको छ त, खोलाले मिचिएको छ, व्यक्तिले अब मिचिएको छ, जानेर नजानेर दहेजको नाममा दिएको छन् होइन। जानेर नजानेर त भइरहेछ त यस चिजहरू। यस्ता चिजहरूमा पक्ष विपक्ष गर्नुभन्दा सोसियल मिडिया तातिरहेको छ कि उस्तै पऱ्यो भने अब मिल्थ्यो भने अहिले ब्लास्टै हुन्थ्यो क्या सोसियल मिडियाहरू। गर्ने नि फेरि सोसियल मिडियामा व्यक्तिगत रूपमा आजसम्म सुस्तामा त्यति धेरै व्यक्तिहरू होइन, भारतीय बलहरू, सुरक्षा बलहरूले सुस्तामा त्यति धेरै पीडितहरूलाई दुःख दिँदा न नेपालको स्थानीय नेताहरू जानुभयो, न नेता कुनै पनि सङ्घ संस्था जानुभयो, न केन्द्रीय नेताहरू जानुभयो, न नेपालका कार्यकर्ता झोले कार्यकर्ताहरू कोही जानुभयो। इभन रासपा एमाले माओवादी काङ्ग्रेस सरम संस्कृत अस्ति भर्को भइहाल्यो, कुनै पनि पार्टी गएर हाम्रो भूभाग मिचिएको छ भनेर आफ्नो जनताको सुरक्षाको निम्ति कोही पनि गएको छैनन्। यो यथार्थ हो। लिम्पिया, धुरा, लिपुलेक जस्ता ठाउँहरू तपाईँले माग गर्नुहुन्छ यहाँ माइती घरमा बसेर लिम्पिया, धुरा हाम्रो, लिपुलेक हाम्रो भन्नुहुन्छ, त्यसरी पाइन्छ लिम्पिया, धुरा। भौगोलिक हिसाबले जानुहोस्, त्यहाँ तपाईँहरू गएर आधी घन्टा हिँड्दा पनि तपाईँहरूले ल यो हो भारतले लगोस् भन्ने टाइपको एरिया छ तपाईँहरू। अनि यहाँ माइती घरमा बसेर नेपालको सबैभन्दा सुविधा सम्पन्न देशको पनि मुटुमा बसेर लिम्पिया, धुरा र लिपुलेक माग्नुहुन्छ। यसरी यथार्थ त हुँदैन, यसरी देशप्रेम त हुँदैन। देशप्रेम भनेको एउटाले भन्दैमा बालेन शाहले यस्तो यस्तो भन्नुभयो, यथार्थलाई यथार्थ भनौँ न होइन र। यथार्थलाई यथार्थ भन्दा तपाईँको के बिग्रिन्छ? बालेन शाहले सुस्तामा नवलपरासी जग्गा इन्डियालाई दियो भनेको दिन जाउँला नि त, छुट्टै कुरा हो। तपाईँहरू नेपाली जनताको भूभागहरू मेचिएको छ, मान्छेलाई गोली हानेर मारिएको छ सीमामा होइन। विभिन्न कारणहरूले भारतीय सीमा सुरक्षाले दुःख दिएको छ। त्यो बेलामा न पार्टी, न सङ्घ संस्था, न बुद्धिजीवी, न भातृ सङ्गठन, न विद्यार्थी सङ्गठन कोही जाँदैनौँ क्या। राति राखे जुलुस बाल्नुहुन्छ काठमाडौँमा, काम गर्नुपर्ने छ सिमानामा, अनि यसरी हुन्छ। यसैले रासोपाले पनि झोला बोक्ने यो काम नगरौँ, अर्कालाई खिसाउने राम्रो गर्ने काम नगरौँ, र अरू पार्टीले पनि नगरौँ। रासोपाले बनाए पनि नेपालै बन्ने हो, अरू पार्टीले बनाए पनि नेपालै बन्ने हो, देश सबैले बनाएर नेपाल बन्ने हो, मिलेरै बनाउने हो। अरू पार्टीले 60% बनाउनु भयो भने रासोपाले त्यसमा पनि 40% थपेर 100% बनाउने हो। देश राम्रो बनाउने, हाम्रो बनाउने हो। देश राम्रो बनाउने, हाम्रो बनाउने हो। देशमा हामी जस्ता हातखुट्टा भएका मात्र होइन कि यहाँ नभएका मान्छेहरू, वृद्ध मान्छेहरू, हरेक लेभलका मान्छेहरू हुनुहुन्छ, उहाँ सबैको निम्ति देश बनाउनुपर्छ। रोजीरोटी उहाँहरूले बेसिक रूपमा पनि 20,000 देखि 30,000 रुपियाँ मासिक खान सक्ने योग्य बनाउनुपर्छ। हाम्रो देश राम्रो बनाउनुपर्छ, जनतालाई कर तिर्न योग्य बनाउनुपर्छ। सरकारले 5% भ्याट 50% 50 युनिटभन्दा माथि लगाउनु भयो होइन। 20 युनिट त नर्मल एउटा साधारण व्यक्तिले चलाउने युनिट भनेको 20 युनिट हो। अलिकति थोरै माथिकोले चलाउने भनेको 50भन्दा बढी हुन्छ। उहाँहरूको निम्ति पनि उहाँहरू पनि त्यति धेरै होइन कि उहाँहरूले पनि विदेशै गएर अथवा अर्काको देशमै गएर भाँडै धोएरै उहाँहरू अलिक थोरै सम्पन्न व्यक्तिगत रूपमा हुनुभएको छ। यो सरकारले गराएकै कारणले चाहिँ उहाँहरू सम्पन्न हुनुभएको होइन है। यस्ता कुराहरूमा सरकारले पनि चासो दिनुपर्छ र जनताहरूले पनि झोलावादलाई चाहिँ जे होस् बिसाउनुपर्छ। साथीहरू मैले कतिलाई देखिरहेको हुन्छु होइन। अनि मैले राम्रो कुरा गर्दै जाँदा चाहिँ भनौँ न अब बालेन शाहको गर्नुहुन्छ गर्लान् भन्दै गरेर चाहिँ मलाई अरू पार्टीकोले रासोपाको झोले दुनियाँ दिवान भन्ने, र मैले रासोपाको अस्ति सुकुम्बासीको बारेमा विरोध गर्दा मलाई हर्केको होली भने मलाई जसको जे पनि बन्नु छ। यदि हाम्रो देश बन्छ भने नि म प्रचण्डको झोले पनि हुन तयार छु, म ओलीको झोले पनि हुन तयार छु, म शेरबहादुरको झोले हुन पनि तयार छु, राप्रपाको झोले हुन पनि तयार छु, रासोपाको झोले हुन तयार छु, हर्केको हल्दार हुन तयार छु। तर हाम्रो देश बन्छ भने म सबैको झोले हुन तयार छु। राम्रोलाई राम्रो भन्नुपर्छ, नराम्रो नराम्रो भन्नुपर्छ। जानेर नभए पनि नजानेर त नेपालको तर्फबाट भारतीय सीमा मिचिएको छ। यो सत्य हो, यथार्थ हो। यो कुरामा बहस नगरौँ। देश बनाउने कुरा चाहिँ बहस गर्नुपर्छ। जय नेपाल, जय देश।